हेलो सबैजनालाई नमस्कार। आज म एउटा सानो भिडियो बनाउन गइरहेको छु। के विषयमा भनेर भन्नुहुन्छ भने नेपालबाट वर्किङ भिजामा जापान कसरी आउन सकिन्छ भन्ने विषयमा हो। हाल नेपालबाट जापान एसडब्ल्यू अर्थात् तोकुदे गिनो भिजामा चाहिँ जापान आउन सकिन्छ, जुनको अवधि चाहिँ 5 वर्ष हुन्छ। कुन फिल्डमा आउन सकिन्छ भनेर भन्दाखेरि एउटा फुड सर्भिस, दोस्रो एग्रिकल्चर, तेस्रो एज केयर अर्थात् नर्सिङ, चौथो बिल्डिङ क्लिनिङ। यो 4वटा फिल्डमा चाहिँ नेपालीहरू जापान आइरहनु भएको छ र यसरी यो फिल्डमा जापान आउनको लागि तपाईँलाई सबैभन्दा सुरुमा एन्फो लेभलको जापानिज भाषा चाहिन्छ। 6 महिना जति जापानिज ल्याङ्ग्वेज पढ्नुभयो भने एन्फो लेभलको भाषा पास गर्न सक्नुहुन्छ, जुन कन्सल्टेन्सी यहाँ पढाइ हुन्छ। 1 नम्बर चाहिने भनेको एन्फो लेभलको भाषा। दोस्रोमा आफू कुन फिल्डमा आउन चाहनुहुन्छ, अघि मैले भनेका 4वटा फिल्डहरूमध्ये त्यो फिल्डको एउटा स्किल टेस्ट एक्जाम हुन्छ, त्यो पनि कन्सल्टेन्सीमा पढाइ हुन्छ। 2 महिना जति पढ्नुभयो भने त्यो पनि पास गर्न सकिन्छ। जुन फिल्डमा आउने हो त्यो फिल्डको एक्जाम दिनुपर्ने हुन्छ। यो दुईवटा तपाईँले पास गरिसकेपछि तेस्रो भनेको कम्पनीले लिने इन्टरभ्यू फेस गर्नुपर्ने हुन्छ। जापानबाट डिमान्ड नेपाल गएको हुन्छ, कन्सल्टेन्सीले तपाईँलाई डिमान्ड देखाउँछ, आफूलाई कुन डिमान्ड मनपर्छ त्यो डिमान्डमा ओके भन्ने, अनि कम्पनीले इन्टरभ्यू लिन्छ, इन्टरभ्यू दिने। अब सिलेक्ट भइसकेपछि तपाईँको जापान आउने प्रोसेस सुरु हुन्छ, जुन चाहिँ 2 महिना जति लाग्छ। 2 महिना जतिमा तपाईँको भिजा पनि आइहाल्छ। यसरी तपाईँको जापान आउने प्रक्रिया सुरु हुन्छ र जापान आइसकेपछि कसरी लामो समयसम्म बस्न सकिन्छ भन्ने कुरा पनि म क्लियर गर्छु। यो भिजामा यो वर्किङ भिजामा आइसकेपछि यसको अवधि भनेको 5 वर्ष हुन्छ। 5 वर्षसम्म तपाईँले जापानमा काम गर्न सक्नुहुन्छ र 5 वर्षको अवधिमा तपाईँलाई कम्पनी चित्त बुझेन भने कम्पनीलाई सर्टेन टाइम दिएर 1 महिना 2 महिनाको टाइम दिएर कम्पनी पनि चेन्ज गर्न सक्नुहुन्छ। र यो भिजामा जापान आइसकेपछि 2 वर्ष जति काम गरिसकेपछि तपाईँले SW1बाट SW2 भिजामा चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। SW2 भिजामा चेन्ज गरिसकेपछि तपाईँले आफूलाई मन लागेको अवधिसम्म, चाहेको अवधिसम्म जापानमा काम गर्न सक्नुहुन्छ र आफ्नो डिपेन्डलाई, परिवारलाई पनि ल्याउन पाउनुहुन्छ। SW1 भिजामा चाहिँ डिपेन्ड ल्याउन पाइँदैन। यो तपाईँले 2 वर्ष जति SW1 भिजामा काम गरेर SW2 मा चेन्ज गरिसकेपछि चाहिँ तपाईँले नेपालबाट आफ्नो परिवारलाई, डिपेन्डलाई पनि ल्याउन सक्नुहुन्छ र चाहेको अवधिसम्म जापान बस्न सक्नुहुन्छ। अब यो SW2 भिजामा चेन्ज गर्दाखेरि जापानको एजु PR चाहिँ हुँदैन, तर जापान मन लागेको अवधिसम्म बस्न सक्नुहुन्छ। अब तपाईँहरूलाई अर्को विषयमा पनि प्रश्न उठ्न सक्छ, त्यो के हो भनेर भन्दाखेरि सेलेरी कति हुन्छ त भन्ने विषयमा यो पनि कुरा म क्लियर गरिदिन्छु। जापानमा बेसिक सेलेरी चाहिँ 1,80,90,000बाट 2,20,000 2,30,000सम्म बेसिक सेलेरी हुन्छ। अब सेलेरी कम्पनीको कन्ट्र्याक्ट अनुसार फरक हुन्छ। कुनै कम्पनीले रेन्ट फुल हालिदिने हुन्छ, कुनै कम्पनीले रेन्ट आधा मात्र हालिदिने हुन्छ र कुनै कम्पनीले बोनस दिने हुन्छ, कुनै कम्पनीमा ओटी बढी हुन्छ। यसरी कम्पनी अनुसार तपाईँको सेलेरी चाहिँ फरक पर्न जान्छ। बेसिक सेलेरी 1,90,000बाट 2,20,000 30,000सम्म हुन्छ कम्पनी अनुसार। त्यसमा तपाईँको ओटी जोडिन्छ। अब रेन्टहरू उसले हालिदिन्छ भने रेन्टहरू जोडिन्छ, अनि बोनसहरू दिन्छ भने बोनसहरू जोडिन्छ। अब यो सबै पैसा के पकेटमा आउँछ त भनेर भन्दाखेरि होइन। यो पैसाबाट तपाईँको 1 नम्बरमा ट्याक्स कट्छ, 2 नम्बर सोसल इन्सुरेन्स कट्छ, 3 नम्बर तपाईँले पेन्सन नेनकिन तिर्नुपर्ने हुन्छ, 4 नम्बर नगरपालिका कर पनि तिर्नुपर्ने हुन्छ। अब रेन्ट त अभियसली तिर्नु पऱ्यो। अब फुड एक्सपेन्सेसहरू हुन्छ, तपाईँको आफ्नो पर्सनल एक्सपेन्सेसहरू हुन्छ। यो सबै घटाएर तपाईँले महिनाको 1 लाखबाट 1.5 लाखसम्म बचाउन सक्नुहुन्छ। कम्पनी राम्रो पऱ्यो, ओटीहरू पाउनुभयो, तपाईँको बेसिक सेलेरी नै बढी छ भने 1.5 लाख पनि बचाउन सक्नुहुन्छ। होइन, कम छ भने मिनिमम तपाईँले 1 लाख बचाउन सक्नुहुन्छ। यसरी जापान आएर SW भिजामा, वर्किङ भिजामा जापान आएर 1 लाखबाट 1.5 लाखसम्म तपाईँले आम्दानी गर्न सक्नुहुन्छ। यो
आज मैले चाहिँ यो वर्किङ भिजामा जापान कसरी आउन सकिन्छ भन्ने विषयमा भिडियो बनाएँ। म यस सम्बन्धी थप जानकारीहरू फेरि अरू भिडियोमा पनि ल्याउने नै छु। तपाईँलाई केही जिज्ञासा भएदेखि मुनि कमेन्टमा आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ र यो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। म अरू थप भिडियोहरू पनि ल्याउने नै छु। आजलाई यति नै। हवस् त, धन्यवाद।